मत हाल्न जाँदै हुनुहुन्छ? एकछिन सोच्नुहोस्। मतदान कुनै उपहार होइन, यो त भविष्य छान्ने हाम्रो अधिकार हो। नाम चिन्ह वा भिडको कुरै होइन। हेर्नुहोस् कुन मानिस साँच्चीकै असल छ, जो इमान्दार छ, जो जनताको दुःख बुझ्छ, जो काम गर्छ नबोलिकन। गलत मानिसलाई दिएको मत हामी आफैले आफ्नो बोली कमजोर बनाउनु हो। यसपटक भावनामा होइन, विवेकमा मत हालौँ। मत हाल्नुहोस् सबैभन्दा असल, सबैभन्दा योग्य मानिसलाई, किनकि सही व्यक्तिलाई दिएको एक मत देशको लागि ठुलो आशा हो।